करिब 450 वर्षभन्दा पुरानो मानिने यो भवन दोलखाका राजा जयेन्द्र सिंह देवको पालामा निर्माण भएको विश्वास गरिन्छ। दोलखा जिल्लाको दोलखा भीमसेनको प्राङ्गणको छेउमा अवस्थित यो पुरातात्विक महत्त्वको भवन अहिले जीर्ण अवस्थामा रहेको छ। इतिहासका अनुसार यही स्थानमा नेपालमै प्रारम्भिक चरणमा चाँदीका सिक्का ढालिने गरिन्थ्यो। त्यसैले यो भवनलाई टक्सार घर भन्ने गरिन्छ। नेपालको पुरानो मिन्ट हाउस अर्थात् सिक्का बनाउने केन्द्रका रूपमा यो भवनलाई चिनिन्छ। आज यो सम्पदा समय र व्यवस्था र प्राकृतिक प्रकोपका कारण निकै जीर्ण बन्दै गएको छ। तर यसको ऐतिहासिक महत्त्व भने अझै उत्तिकै विशाल र गौरवशाली रहेको छ। हाम्रो इतिहास, हाम्रो पहिचान। दोलखाको यो टक्सार घरलाई संरक्षण गरौँ, इतिहास जोगाउँ। सम्बन्धित निकायले यसको जीर्णोद्धारको लागि समयमै पहल गरौँ। पुरातात्विक महत्त्वको यो ऐतिहासिक टक्सार भवनको दुर्दशा देख्दा जो कोहीलाई भावुक बनाउँछ।